यो राजनीतिले हाम्रो बच्चाले के सिक्छन् भन्नुहोस् त। हिजो 76 जना घरको मात्र कोहीको त छोरै एउटै पञ्चकैत नाश भएको छ के रे भन्छ कि छैन। उनलाई कस्तो प्रिपरेसन छ चलो त्यसपछि गोली चलो भन्ने त्यस्तो पनि गर्ने हो। त्यस्तो राजनीति हो हाम्रो इतिहासको नेपाली नेकपाको। एमाले यस्तो पनि हो, यति गद्दार हुने हो एमाले भएर। यस्तो त राम्रो होइन नि, हो कि होइन भन्नुहोस् न। कसै मजाक गरे खान पहिला संसद भवन गोली चलो नाच्ने हो, नारामा नाच्ने हो। आज तिनी आमा बाबुको आँसु कति लाग्छ। त्यही 77 जना जेन्जीको बच्चाको लागि संविधान बहर लेख्न आएको नि संसद विघटन भएर। हजुरले पनि यदि यस्तो काम गर्नु भएन भने फेरि पनि हामीले तपाईँलाई पनि पछाड्छौँ के। हामीले बाहिर जतिसुकै नमस्ते गर्दैनौँ कि। हामीले पनि अब जाने हम अलिअलि वकिल नपढे पनि केही थाहा नभए पनि कानुन नजाने पनि हामीले पनि अलिअलि जाने हम अन्नै खाएका छौँ। हामीले पनि हजुरले खाएको हामीले पनि खाएका छौँ के। यति बुको राजनीति नगरोस् कि, यति फरी राजनीति नगरोस् के। सहीलाई सही भन्नुहोस्, गलतलाई गलत भन्नुहोस्। आफ्नो मान्छेबाट बलात्कार गर्ने लोक त्यसलाई पनि पेन्डिङ गरेका छन्। जति रवि गृहमन्त्री हुँदै जानु, जति फाँटपल्ट जानु, उति रविमाथि प्रतिशोध गरे के। 3-4 महिनासम्म एउटा गगनले प्रमाण छ भनेर संसदमा अर्बौं बजेट भ्रष्टाचारको त खाएर भ्या 3 महिनासम्म के काम नगरेर संसद अवरुद्ध गरेर अझै भन्छन् रविलाई गृहमन्त्री दिएको। आज तपाईँ एक्लै हुनुहुन्छ, हामी एमाले काङ्ग्रेस यहाँ छौँ, तपाईँ राष्ट्रमा तपाईँलाई गृहमन्त्री दिएर हामीले घोटेको गरेर तपाईँ गृहमन्त्रीको पद हुन्छ तपाईँलाई हुन्छ। सबैले जेल कसरी गर्छ त। जति भ्रष्टाचारको फाँटपल्ट उति रवि जेल परेका हुन् के। हामीलाई थाहा छैन र भनेपछि भयभरको भुटानी शरणार्थीको काण्ड पल्टाउँदा केटीले उखाएर र प्रधानमन्त्री खाएर बचाएको त हो नि, हामीले देखिया छैनौँ र। भनेपछि अब अरूलाई बुढो भए भत्ता खाऊ भन्ने, आफू बुढो भएर भत्ता खाएर बस्ने हो कि युवाहरूलाई देखिदिने हो। अझै पनि बतासे अन्डा उहाँ हिँड्यो छ अन्डा त्यही भन्ने हो। देशको 3-4 प्रधानमन्त्री देशको बा केपी बा भनेर हामीले सम्बोधन गरेको मान्छे हो हिजो केपी ओली। त्यही हो, त्यो त्यस्तै हो। जो जनता पनि कति भेडा भएको, हामी कति भेडा भइयो। बार एउटै मान्छेलाई दिएछ गरे छैन गर्दैन भन्छ। एउटा परिवर्तन त खोजेन नि हामीले पनि। भनेपछि त्यस्तो नारा लाउँदा अरूभन्दा पनि म जस्तो मान्छे भए पनि बलियो भन्न मिल्दैन है। भोलि आएर श्वेत परिवारले के भन्छन् भनेर अलिकति सल्लाहकार पनि गोजिलो नभएर केपी भौडाउन लाएर हो कि के भयो यस्तो भनेको छु मैले। अब आफैले मान्छे हुँडालेर पठाएर त्यो दाङमा बालेन्द्र रवि आएकाबाट पठाएर झन्डा आफूले जलाउने, त्यहाँ लौ राछोपाले झन्डा कालो झन्डा लिएर हिँड्ने। हिजो 76 जना मोर्दा कोही पनि निस्केनन्, मसाल जुलुस निस्केन, एउटो श्रद्धाञ्जली दिन पनि सकिएन भने आज एउटो एमालेको झन्डा जलो भन्दैमा आफ्नै पार्टीले हो त जलाएको ऊ त हुन्न र। अनुसन्धान त होला नि बाबु, भएन र हुन त्यस्तो पनि कर्तव्य गर्ने हो बाबु। राजनीति के राजनीति हो यस्तो।